ल यहाँ ठुलो खन्ने कार्यक्रम पानी परेको छ। ल हेर्न सक्नुहुन्छ यहाँ यस्तो आइमाई महिला पनि यति सक्रिय हुनुहुन्छ। ल हेर्न सक्नुहुन्छ यी यहाँ पुरै प्लास्टिक पनि चाहिन्न यहाँहरूलाई। यस्तो यी ल हेर्न सक्नुहुन्छ यी यहाँ लोड गरेको अवस्था यी हाम्रो खै पूर्ण है र। आज हामी मकै भाँच्न हिँडेको छौँ साथीहरू। अब धान रोप्नको लागि मकै भाँच्नको मारामार छ हो, हर्रे हर्रे जस्तो। ल हेर्न सक्नुहुन्छ पनि किन्देऊ है मलाई। ल एउटा आइफोन चाहियो मलाई, यहाँ गाह्रो छ। ल हेर्नु होला साथीहरू मकैको हालत यस्तो छ साथीहरूले। अब हुन्छ यसो हो 29 अहिले भन्नु छैन 29 गरेको आमा भन्छु पनि भने नि जान्न पाइन्छ जस्तो छ। किन बुढो भएको पानी आउँदै है पानी। सिमरा दिदी यता हाम्रो मकै भाँच्ने कार्यक्रम भइरहेको छ खेतमा है। मकै हर्रे हर्रे छ खेतीपाती। के साह्रो त ठुला ठुला पाता यता आइज यता आइज पानी रहेछ पानी पानी यता 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 बाबु हाई भन तिम्रो दाइलाई युट्युब दाइलाई हेलो गाइस हाम्रो युट्युबमा सब्स्क्राइब गरिदिनु होला भन सबैजनाले। हाम्रो उहाँ बुटोलबाट साइली दिदी आउनु भएको छ। हाम्रो दिदी उहाँ बुटोलबाट यहाँ पहाडमा काम गर्न आउनु भएको छ। ल मकै मेसिनले काट्नै हुनुहुन्छ सरले। म्याडम उता हुनुहुन्छ चाइनिज म्याडम सर। ल मेसिनले काट्नुहोस्। मेसिन बिग्रियो कि कसो हो? ल ल गरम गरम यो हामी यहाँ गाडीमा हिँड्ने। एउटा केटा बिहोस हुन सक्नुहुन्छ। एउटा केटा बिहोस छ पानीले हेर्नुहुन्छ। हामी यता यस ट्र्याक्टरमा हिँडेछौँ। यत्रो ल हेर्नु यहाँ पानी आएर क्यामेरा पनि भिज्न लाग्यो, मोबाइल भिज्न लाग्यो। ल यता यता आएर सानो बाबु पोखरीमा बस्यान् बल्ल जन्मिएको भर्खर जन्मिएको